62-63 को आन्दोलनको भावना अहिलेको शहीदहरूको भावनालाई सम्बोधन गरेर त्यसबेलाका शहीदहरूको चाहिँ योगदान र भावनालाई अवमूल्य नभइकन त्यसलाई बलियो बनाउने गरी जाने कुरामा मधेसका साथीहरूको ध्यान पुग्नुपर्छ। पार्टीमा अब पुस्तान्तरणको कुरा दोहोरो रूपमा सबै पार्टीमा उठिरहेको छ। बाबुराम भट्टराईजीले अब अलिक प्रेसर पनि बढाइदियो पार्टीको अध्यक्ष छोडेर। के हुन्छ कांग्रेसमा पुस्तान्तरणको नेतृत्व हस्तान्तरणको कति सम्भावना छ? अब यसो मुख्य प्रश्न पुस्तान्तरण भन्दा पनि रूपान्तरणको। पुस्ता चाहिँ अर्कोमा गयो तर रूपान्तरण चाहिँ भएन भने त्यसले निष्कर्षमा पुर्याउँदैन। त्यसैले मैले अघि पनि साथीहरूको बीचमा यहाँ भन्दै थिएँ, नेपाली कांग्रेस पार्टीले जेनजीको भावनालाई सम्बोधन गरेर उनीहरूको प्रतिनिधित्व बढाउने र उनीहरूको भावना बमोजिम माग बमोजिमका कुराहरू सम्बोधन गराउन ध्यान दिने विषय एउटा छँदैछ। त्यो गर्ने नै हो, गर्नु नै पर्छ। तर सँगैमा जेनजीको उमेर कटेको अर्थात् 1997 देखि 2012 को बीचमा जो जन्मिए, अहिले न्यूनतम उमेर 13 वर्ष र बढी उमेर 28 वर्ष भएका जेनजी भए। तर हाम्रो समाजमा त के छ भने 28 नआगेको 30 वर्षको मान्छे पनि छ, 60 वर्षको पनि छ, अरू पुस्ता पनि छ। त्यो पुस्तालाई समेत गाँच्ने कुरामा चाहिँ नेपाली कांग्रेस पार्टीले ध्यान दिन्छ। त्यसैले नेपाली कांग्रेस पार्टीले यो पुस्तान्तरण भन्ने शब्द भन्दा नि समग्रमा रूपान्तरण, किनभने मान्य पार्टीको महासमिति पार्टीको महाधिवेशन मङ्सिर मसान्तमा भयो, महाधिवेशन नियमित प्रक्रियाबाट भयो या महाधिवेशन भन्दा फरक प्रक्रियामा गएर विशेष अधिवेशनबाट भयो भन्दै गर्दा हामी यो पुस्ता मात्रै भन्दैनौँ, समग्रमा सबैलाई गाँसेर रूपान्तरित कांग्रेस, बलियो कांग्रेस र जेनजीका साथीहरूले उठाएको भावनालाई पनि बोकेर जान सक्ने कांग्रेस, तर त्यो बोक्दै गर्दा विगतमा बोकिएका प्राप्त भएको उपलब्धिलाई पनि जोगाएर जाने कांग्रेस र आजको लागि मात्रै होइन अबको सपनाको लागि पनि एउटा अविचलित ढंगको दृष्टिकोण बनाउने कांग्रेस बनाउने कुरामा हामी जान्छौँ। अब मधेससँग सम्बन्धित एउटा प्रश्न छ। मधेसमा कांग्रेसको नेतृत्वमा सरकार बनोस् भन्ने किसिमको आन्दोलनभन्दा अगाडिको एकदम रस्साकसी थियो, अब रापताप थियो। अहिले अब नयाँ सरकार बन्ने छाँटकाट छ। केन्द्रले के गर्दैछ कांग्रेसले? अब दुईटा कुरा छ यसमा। यो सामान्यतया चाहिँ आफै नेतृत्व लिन्छ कि के गर्छ? निश्चय नै नेपाली कांग्रेस पार्टीले नेतृत्व लिने गरी नै अगाडि बढ्ने। यो कुरा चाहिँ के हो भने नेपाली कांग्रेस पार्टीको लागि कांग्रेस भन्ने कुरा राष्ट्रमा बलियो बनाएर देशमा उभ्याउनलाई सबैभन्दा बढी बलिदान गरेको भूमि मधेस हो र त्यो मधेसमा नेपाली कांग्रेस पार्टी भन्दा बाहेक अरू दलहरूले पटक पटक मधेस सरकारको नेतृत्व पनि गरेका छन्। नेपाली कांग्रेस पार्टीले मधेस सरकारको नेतृत्व अहिले गरेको छैन। तर केन्द्रीय कार्य समितिले भन्ने के हो भन्दाखेरि भने संस्थागत रूपमा बैठक बसेर निर्णय गरेर गर्ने भन्ने कुरा भनेको मधेसको आफ्नो जुन स्वायत्त ढंगको चाहिँ सम्प्रभु ढंगको आफ्नो जे अधिकार छ, संघीयताको मर्म भनेको त के हो भने मधेस प्रदेशमै प्रदेश कार्य समिति छ, प्रदेश कार्य समिति सँगै प्रदेश संसदीय दल छ। त्यसैले प्रदेश कार्य समितिको सभापति कृष्ण यादव यही हुनुहुन्छ, संसदीय दलको नेताका रूपमा हुनुहुन्छ, अरू साथीहरू हुनुहुन्छ। यहाँका साथीहरूले गर्ने निर्णय चाहिँ अब मधेसको सरकारको नेतृत्व कांग्रेसले लिने गरी गर्नुपर्छ भन्ने कुरा केन्द्रले राख्ने शुभेच्छा त्यो हो। बाँकी निर्णयमा पुर्याउने उहाँहरूले पुर्याउनुहुन्छ र अब चाँडै नै चाहिँ मार्ग प्रशस्त गर्नु मलाई लाग्छ कि मध्य प्रदेशको मुख्यमन्त्रीजीले जसले को आफ्नै पार्टीका सांसदहरू पनि विपक्षमा गएर बसेका छन्, त्यस हिसाबले उहाँले उच्च नैतिकता प्रदर्शन गरेर मार्ग प्रशस्त गर्ने कुरा उचित हुन्छ। त्यस पछाडि सहमतिपूर्वक नेपाली कांग्रेसको चाहिँ प्रदेशको सभापति संसद दलको नेता कृष्ण यादवजीले नेतृत्व गर्ने गरी चाहिँ अब चाँडै नै मध्य प्रदेशको सरकार बन्नुपर्छ। यो हाम्रो शुभकामना पनि छ र अब प्रक्रियागत रूपमा क्रमशः जानुपर्छ त्यो भन्ने पनि हो। अब हामीले केन्द्रबाट राख्ने शुभ भाव र हाम्रो सोच त्यो हुँदै गर्दाखेरि पनि मध्य प्रदेशकै साथीहरूले त्योभन्दा फरक कुरा राख्नुभयो भने फेरि मध्य प्रदेश कार्य समिति आफैमा त्यसको लागि के छ भने अधिकार राख्दछ। संघीयतामा केन्द्रले के भन्ने भन्ने कुरा होइन कि संघीयतामा चाहिँ प्रदेशले के भन्छ भन्ने कुरा केन्द्रले सुन्ने हो नि त।